सम्पूर्णमा नमस्कार। निर्वाचन सम्बन्धी सम्पूर्ण जानकारीको लागि यो भिडियो सुन्नुहोला। 2082 फागुन 21 गतेको प्रतिनिधि सभाको निर्वाचनको 165 ठाउँको निर्वाचनमा 161 ठाउँको नतिजा प्रकाशन भइसकेको छ। त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 124 ठाउँ, नेपाली कांग्रेसले 17 ठाउँ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवाद लेनिनवादले 8 ठाउँ, नेपाली कम्युनिस्ट पार्टीले 7 ठाउँ, श्रम स्वीकृति पार्टीले 3 ठाउँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले 1 ठाउँ र स्वतन्त्रले 1 गरी 161 ठाउँको मतगणना सकिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी 1 ठाउँमा अग्रता रहेको छ। नेपाली कांग्रेस 1 ठाउँमा अग्रता रहेको छ। त्यस्तै गरी नेपाली कम्युनिस्ट पार्टी 1 ठाउँमा अग्रता रहेको छ भने 1 ठाउँ अझै पनि गणना सुरु नै भएको छैन। त्यस्तै गरी समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले 37,11,979 मत लिएर आएको छ। नेपाली कांग्रेसले 12,51,542 लिएर आएको छ। त्यस्तै गरी नेपाली कम्युनिस्ट पार्टी एकीकृत समाजवाद लेनिनवादले 10,60,114 मत ल्याएको छ भने नेपाली कम्युनिस्ट पार्टीले 5,44,766 मत ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले 2,61,307 मत ल्याएको छ भने श्रम स्वीकृति पार्टीले 2,49,945 मत ल्याएको छन् भने हालसम्म थ्रेसहोल्ड कटाउने पार्टीहरू 6 वटा रहेका छन् भने अरू बाँकी पार्टीहरूले थ्रेसहोल्ड पनि कटाएका छैनन्। थ्रेसहोल्ड कटाउनको लागि प्रत्यक्षतर्फ 1 सिट जितेको हुनुपर्छ भने समानुपातिकमा 3% मत ल्याएको हुनुपर्छ। यस्तै निर्वाचन सम्बन्धी जानकारी लिनको लागि फलो गरेर जानुहोला। हस्त, धन्यवाद।